हाई गाइस, म चाहिँ पुरी चाट खाँदैछु। यो चाहिँ नम्बर 1 हुन्छ है पुरी चाट चाहिँ। यो चाहिँ तपाईहरुको लागि गाइस खतरा। कुकुरले खानु भएको छ पुरी चाट होइन। मलाई चाहिँ हेर्ने पुरी चाट एकदमै मनपर्छ है, एकदमै धेरै मनपर्छ क्या पुरी चाट चाहिँ मलाई। पुरी चाट चाहिँ फेरि मेरो पसलमा बन्छ है। कोकोलाई खानु मन लागेको छ मेरो पसलमा आउनु है। मेरो पसल चाहिँ बौद्ध नयाँ बस्ती पिपल बोर्ड है। एकदम दामी। यति दामी छ, यति दामी छ होइन। तपाईँहरूले आसाम पुरी चाट खानु भएको छ? पुरी चाट त खानुभएको होला, तर अर्कै पुरी चाट खानुभएको होला होइन होइन। मलाई चाहिँ पुरी चाट चाहिँ एकदमै धेरै मनपर्छ क्या। एकदमै धेरै अमिलो अमिलो पिरो होइन, एकदमै। तपाईँहरूले हेरेर फेरि मेरो पेट दुख्छ नि फेरि। धेरै नहेर्नु, अलिअलि हेरेर रमाइलो गर्नु, इन्जोय गर्नु है। जिब्रो चाहिँ फेरि अलिअलि रातो चाहिँ रातो हुन्छ नि, गाई सस हालेको हुन्छ नि त। अनि अहो दामी गाइस, एकदम दामी। मलाई चाहिँ एकदमै मनपर्छ है पुरी चाट चाहिँ। तपाईँहरू खानु मन छ भने भन्नु, डेलिभरी गरेर पठाइदिन्छु। आजभोलि धेरै डेलिभरीको जमाना छ नि त, त्यही भएर मनपर्ने जतिलाई नि फेरि मन नपर्नेलाई फेरि पिटिक्कै मन पर्दैन। मनपर्ने जतिलाई मलाई चाहिँ एकदमै धेरै मनपर्छ पुरी चाट भनेको। मलाई एकदमै धेरै बेस्ट, मेरो बेस्ट हो। मलाई खाना बिहान बेलुका नदिने, बिहान बेलुका पुरी चाट दियो भने खाइदिन्छु क्या। मलाई यति धेरै मनपर्छ, मलाई पुरी चाट यति धेरै मनपर्छ गाइस। कति धेरै मिठो छ, खाए ल खाए ल। सकिन लाग्यो गाइस। मलाई चाहिँ दामी लाग्छ। हेरेर फेरि मुखबाट डाल्छु नचुहाउनु नि गाइस। रुवा खोकी पनि लागेको छ होइन। यो चाहिँ हराउँछ, औषधि खानु पर्दैन क्या। मेरो त औषधि नै यही हो गाइस। सक्यो गाइस, मिठो छ ल। तपाईँहरू पनि सबैजना टेस्ट गर्नु है, एकदमै मिठो छ। दाँत पहिरो देख्यो भन्दा फेरि सबै ससेजको कमाल हो नि। ससेजले फेरि कमालै गर्दै खाने। बाई बाई गाइस, मेरो भिडियो हेरेर इन्जोय गर्नु है त तपाईँहरू। बाई।